रवि दाई, मनैदेखि हृदयदेखि नै तपाईँलाई हार्दिक 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 बधाई दिन चाहन्छु र साथै यो कुरा पनि भन्न चाहन्छु कि जुन 3 करोड नेपालीबाट आशा र अपेक्षा राख्नु भएको थियो त्यो सम्पूर्ण नेपाली मिलेर 3 करोड नेपाली मिलेर तपाईँको त्यो आशा र अपेक्षा पुरा गरिदिनु भएको छ। तपाईँको मनमा थियो कि मेरो राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको नम्बर 1 पार्टी बनोस्, नेपाली जनताले बनाइदिनु भयो। तपाईँको मनमा थियो भारी बहुमतले दोबर मतले विजय भएर म संसद भवनको रोस्टरमा गएर आफ्नो कुराहरू राखौँ र भ्रष्टाचारीहरूको फाइल खोलौँ। जुन तपाईँको मनमा थियो सम्पूर्ण कुराहरू नेपाली जनताले तपाईँलाई दिनुभयो। किनभने सायद तपाईँलाई पनि थाहा छ कि तपाईँले स्वयं बालेन शाहलाई तपाईँ आफ्नो पार्टीमा समावेश नगर्नु भएको भए, तपाईँ आफ्नो पार्टीमा नल्याउनु भएको भए, तपाईँ 2 जना दाजुभाइ एक नभएको भए पुरै मधेस अथवा पुरै पहाड जुन तपाईँको लहरलाई जुन जनलहर बनाउनु भयो त्यो बालेन शाहको कारण बनाउनु भयो। बालेन शाहलाई तपाईँ आफ्नो पार्टीमा ल्याएर बनाउनु भयो र जति पनि 7 बुँदे सम्मति गर्नुभएको छ कसैको नजर त्यसमा नपरोस्। र रवि दाई, जुन 7 बुँदे सहमति तपाईँको र बालेन शाहको भएको छ नि, म चाहन्छु कि कुनै पनि दुष्ट प्राणीको दुष्ट नजर तपाईँ 2 जनामाथि नपरोस् र तपाईँ 2 जना नफुट्नु होला भन्न चाहन्छु। किनभने जो जति पुरानो नेताहरू फुटेको छ त्यसको दशा र दुर्दशा के भएको छ तपाईँ राम्रोसँग बुझिसक्नु भयो होला, बुझ्नुभयो। त्यही भएर 2 जना दाजुभाइ मिलेर नेपालको नम्बर 1 पार्टी सधैँभरि बनिराख्नु होला, कसैको कुरा नसुन्नु होला। हुन त बालेन शाह र तपाईँहरू दोबर मत र त्रिपर मत ल्याएर जति पनि विजय हुनुभएको छ, सामाजिक सञ्जालबाट अनेकौँ कुराहरू बाहिरिरहेको छ। बालेन शाह अब फुट्छ कि, बालेन शाहलाई 5 वर्षको लागि जुन 7 बुँदे सहमति भएको छ त्यो बालेन शाह प्रधानमन्त्री नबन्ने हो कि? याद गर्नुहोला रवि दाई, त्यो कुरा तपाईँले राम्ररी बुझ्नुहुन्छ। कुन दुःख र कुन कष्ट र कुन पीडाबाट तपाईँले यो कुरा यो जित हासिल गर्नुभएको छ यो कुरा तपाईँ कहिले पनि नबिर्सिनु होला रवि दाई, बुझ्नुभयो। र हजुरबाट र बालेन शाहबाट यदि फेरि पनि नेपाली जनताले यदि दुःख र कष्ट पाउने हो भने अबको नेपाली जनता कसैमाथि भरोसा र विश्वास राख्दैन। त्यही भएर तपाईँ 2 जना सकभर फुट्ने काम नगर्नु होला र 2 जना दाजुभाइ मिलेर भ्रष्टाचारीहरूको फाइल खोल्नु होला चाँडै। र कहाँ कहाँ पैसा लुकाएको छ सबै कुरो तपाईँहरूलाई थाहा छ।